सिधै सोध्ने त्यही बसिरहेको कि स्ट्यान्ड बसिरहेको है ट्याक्कै मलाई नोटिस गर्नु मैले गइरहेको छु त्यो नम्बर चाहिँ एउटै नम्बर चाहिँ दुईचोटि घुम्ने बित्तिकै अनि झ्याप्प रोकेर उ गरिहाल्नु ल ल ल बाइक नम्बर टिप्यो कालो ज्याकेट लगाएको मास्क बाइक नम्बर टिप्यो अर्को होन्डा साइन त्यो त हाम्रै होन्डा साइनमा टिपेर बसेर राउन्डिङ गरेको गाडी फेरि हेर्दै त्यही राउन्ड घुमिसकेको होन्डा साइन सो गाइज मलाई चाहिँ अहिले फलो गरिरहेछ होइन एउटा बाइकले अर्को एउटा फेरि अहिले चाहिँ होन्डा साइन आयो नि फेरि होन्डा साइन अहिले फेरि होन्डा साइन आएको छ अघि नै चाहिँ उयो आयो होइन बाइक नम्बर थाहा भएन क्या 220 पल्सर थियो अघि नै चाहिँ होइन अघि नै पल्सर थियो अनि त्यसपछि एउटा गाडी थियो बिचमा जोइन गरेर चाहिँ मैले टिपी गरिरहेको छु होइन झोलासोला पनि बोकिरहेको छु पुरा फलो गरिरहेको थियो मलाई चाहिँ यहाँ केटाहरू फेरि एयरपोर्ट ल्यायो अहिले ल्याएको छेउमा राखेको छ अल द सेक्युरिटी फोर्सेस हेज बिन इन्फर्म अब यो कारणले चाहिँ भन्नुहोस् ल यार अब यो यिनीहरूलाई झन् म ब्याक भएर यिनीहरूलाई मन्त्रीहरूलाई अगाडि बढाउनुपर्छ राम्रो सक्षम मन्त्रीहरूलाई अगाडि बढाउनुपर्छ भनेर भनेको यिनीहरूले एयरपोर्ट ल्यायो अब चाहिँ आफै गएर ढाङडुङ गरौँ जस्तो फिल भइसक्यो क्या मलाई चाहिँ अब मन्त्री गएर मन्त्रीको लागि लडेको यो भनेर भन्छ फेरि मान्छे नेपाली यहाँ भेडा थियो मन्त्री खान यसले लडेछ भनेर भन्छ आफू त भित्रभन्दा मरेछ होइन एम त गरिदिनु पऱ्यो भनेर लडेको मान्छे सिचुएसन लिडर बनाएको थियो मलाई सिचुएसनमा फसेर जबरजस्ती लिडर बनाएको भयो क्या एनिवेज आई एम बिङ फलो अनि आई हेभ माई ब्रदर्स प्रोटेक्टिङ मी त्यसरी नै हाम्रो सेक्युरिटीहरू अगाडि छ आइएम सेफ निमेश दाइ किन पठाएको नम्बर यही 220 हो कि यही 220 होइन 220 हो यो होइन निलो छ 220 निलो 220 हो ऊ आयो हाम्रो अरू केटाहरू पनि आयो 7-8 जना मानिसहरू आइसक्नु हो भट्का बटाउनु थाल्छ एयरपोर्टमा छु मान्छे बसेको छु केही हुँदैन मलाई के भने तिमीहरू अगाडि बढ्नुपर्छ है केटाकेटीहरू केही अरू कुरा दायाँ बायाँ थाहा छैन मलाई यो झोलियाले पुरा यो बनाइरहेछ नि यो के अरे प्रोपोगेन्डा चलाइरहेछ नि मेरो गाडीमा तिमीहरू कस्तो फाइट गर्नु पर्दैन भने यार के हो यार म त यहाँ पुरा लिएर बसिराख्नु पर्ने लड्नु पनि आएपछि गाली पनि खानु छ हजुर बेइज्जती पनि गर्नु छ होइन अनि बाँकीहरू सबै चुलाएर बसिन्छ होन्डा 220 ल्यायो मलाई 220 ल्याएको एनिवेज मेरो लाइभ लोकेसन पठाइदिएको एयरपोर्टमा म एयरपोर्टभित्र डोमेस्टिक सिधा जाने बाटोमा पछाडिपट्टि म लाइभ लोकेसन नि पठाइदिन्छु वाट्सएपमा त्यही फलो गर्नु भन्नु न तर ऊ अगाडिपट्टि यो हाम्रो सर टन्नै टिमहरू छ यता फिल्डिङ भइसकेको छ उता गाडी हाम्रो मान्छे होइन उता गाडी हाम्रो छ हाम्रै हो नि त्यसले नि फोन गरेर एउटा मान्छे कालो ज्याकेट लगाएको मास्क लगाएको हेरेछ भन्दै छ कसले त्यो गाडीको क्या त्यो कालो पनि हाम्रै हो नि त त्यो हुन्छ होइन सेफ्टीको लागि यतिकै चाहिँ हुनु पर्यो अब ठुलो गर्नु पर्यो भएन यिनीहरूलाई चाहिँ भएन मैले चाहिँ अब देशको हितमा जे हुन्छ मैले त्यही सोचेर मैले आफ्नो सक्ने आफूले गरेको हो मैले चाहिँ होइन अब संविधान खारेज पनि गर्नु हुँदैन किनभने त्यत्रो खर्च भएको छ भन्ने सोचेर तर यिनीहरूले चाहिँ यसको आडमा खेलेर चाहिँ पोलिटिक्स खेलिरहेको छ इन्स्टेड अफ मेकिङ द कन्ट्री जोइनिङ ह्यान्ड्स टुगेदर ठिकै छ गल्ती हुन्छ मान्छेबाट भनेर ल अब अगाडि बढाउनु राम्रोसँग जानुपर्छ भनेको साटो सँगै मिलेर देश बनाउनुपर्छ भनेको साटो चाहिँ दे आर आफ्टर मी आई डोन्ट नो वाइ होइन दे सुड बी आफ्टर मेकिङ द कन्ट्री बेटर बट आई डोन्ट नो वाट्स रङ विथ देम एज युजल यो मान्छेहरू सुध्रिन्छ जस्तो लागेन मलाई चाहिँ गाइज इट्स टाइम टु राइज आई थिङ्क अब चाहिँ नेपाली जनताहरू सब उठेर अब चाहिँ हामीहरू एउटा फुल्ली युनाइटेड ग्रुप हुनु पर्यो अब चाहिँ है
what I'll do is यही लाइभको मार्फतबाट what I would like to say is के गरौँ भन्दाखेरि चाहिँ म यसको मुनि नम्बर पनि राखिदिउँ न अर्को पोस्टको नम्बर हुन्छ एउटा युनिफिकेसन गर्नु पर्यो सबै जेन्जीहरू चाहिँ अब युनिफाइड हुनु पर्यो वी आर that's what they want okay they want to separate us divide us and rule over us and they want to come to power again which we shouldn't let it happen है अनि why not do this एउटा नम्बर राखिदिन्छु आफूहरू कहाँबाट छ अब यो टिममा जोइन गर्ने एन्ड वी शुड ह्याभ वान सिंगल भोइस तर म हुन्छ तिमीहरूलाई मेरो पोजिसनमा गर्नु मन छ त आई एम मोर देन ह्याप्पी टु गिभ यु माई पोजिसन होइन अहिले जुन स्टेजमा छु जुन प्रेसरमा छु जुन काममा छु होइन कब्जा गर्यो भनेर भन्छ कसले के भन्छ होइन कसले के भन्छ होइन म त कब्जा होइन म सिचुएसनले केटाहरूले मलाई जबरजस्ती सिचुएसन लिडर भयो क्या म होइन सबैजनाले स्टार्ट गरेको फर्स्टमा चाहिँ म भएँ म फसेपछि मैले जबरजस्ती गर्नै पर्यो होइन खेल्नै पर्यो आफूले सक्नु त गर्नै पर्यो भनेर म गरिदिएको मात्रै हो होइन अनि what I need you guys to do is start spamming क्या हाम्रो जेन्जिज र युथ्सहरू चाहिँ एकदम कमजोर देखिरहेको छ क्या मैले क्या तिनीहरू पुरा फ्लडेड गरिरहेको छ पाइते न्युज हालेर एन्ड आवर जेन्जिज आर क्वाइट फाइटिङ विथ इच अदर कि सुदन गुरुङ इज द राइट पर्सन अर नट क्या instead of fighting with them you guys are fighting over each other fighting with each other and debating whether Sudan Gurung is right or not यो कहाँबाट के हो भनेर guys होइन I don't want this I really want someone to take my place साँच्चै के भन्दाखेरि होइन I want to live a normal life but जबरजस्ती भइरहेको छ मैले होइन एनिवेज त्यो गरौँ एउटा कुरा चाहिँ अनि अर्को कुरा चाहिँ संविधान दिवस होइन लेट्स गेट प्रिपेयर फर संविधान दिवस जेन्जिज अल ओभर नेपाल विल युनाइट एज वान है एउटै हुने होइन देशभरि 77 जिल्लाबाट हामीहरू सबजना उठ्ने होइन एन्ड वी बिकम वान होल बिग टिम है त्यसपछि तिमीहरूलाई मेरो पोजिसन र मेरो रेस्पोन्सिबिलिटी होइन पोजिसन जिम्मेवारी रेस्पोन्सिबिलिटीमा लिनु मन छ जिम्मेवारी लिनु मन छ प्लिज को आउनु मन छ प्लिज आउनु पर्यो जिम्मेवारी लिनु है आफूहरूले चाहिँ जतिजनाले हेरिरहेछ यु गाइज निड टु रिटालिएट या इन्स्टेड अफ फाइटिङ विथ इच अदर यु गाइज निड टु रिटालिएट न त त्यत्रो मान्छे हाम्रो मराएको छ भाइ बहिनीहरू त्यत्रो भएको छ गोली लागेको छ होइन यु गाइज आर फाइटिङ विथ इच अदर क्या द्याट्स हाउ वी आर गेटिङ डिभाइडेड क्या हो किन भन न इफ यु आर युनाइटेड लाइक दोज पार्टी उनीहरू त कालोलाई सेतो हो भने सबैजना हो हजुर सेतै हो भनेर कराउँछ क्या हाम्रो चाहिँ किन कालो तैँले किन कालो भनिस् तैँले किन सेतो भनिस् यस्तो भएर प्रब्लम पऱ्यो क्या भन्दा यो चेन्ज एकदम ठुलो सेक्रिफाइस भएर भएको छ होइन इफ यु गाइज डोन्ट युनाइट एन्ड स्टार्ट फाइटिङ लाइक दिस कुकुर बिरालो जस्तो जतिखेर पनि एकअर्कासँग होइन यत्रो सेक्रिफाइस गरेको यत्रो मिहिनेत गरेको कामै छैन क्या है त्यो गाइज है if anyone wants to take this responsibility, please be my guest. I'm more than happy to give you guys this responsibility. अनि I want you guys to be united. So अर्को next post मा चाहिँ म एउटा के हालिदिन्छु भने सबै जेन्जिसहरू युनाइट हुनु पर्यो भनेर म एउटा पोस्ट हालिदिन्छु त्यसमा कन्ट्याक्ट नम्बर हुन्छ त्यसमा कन्ट्याक्ट नम्बर गरेर देशभरिको जेन्जीहरू अब एउटा बनाउने है विल युनिफाई अल द जेन्जिस एन्ड विल मेक देम वान अब चाहिँ है मेन कुरा त्यो अहिले चाहिँ अबाउट वाट नेक्स्ट भनेको सुरुमा तिम्रो दाइ चाहिँ बस्नु पर्यो यहाँ मान्छे फलो गरिरहेको छ अब वाट नेक्स्ट नि अब वाट नेक्स्ट हुनलाई यहाँ पछाडि फलो गरिरहेको छ तिमीहरूले गर न यार खै तिमीहरू आउँदैन कतिजना कराटे इन्टरनेटमा कराउँदै मात्र बस्छ अर्को गाडी छ एउटा छुट्टै गाडीमा तर त्यही पनि आफ्नो झगडा गर्नु भन्ने कुरा हो नि मेरो चाहिँ है सबैजना युनाइट हौँ प्लिज सेयर दोज नम्बर्स इफ यु आर डिफ्रेन्ट टिम डिफ्रेन्ट ग्रुप विल जोइन एज वान एन्ड विल शो them that all the Gen Zs are united. I am not a Gen Z. I again tell you guys, I am not a Gen Z. I am not a leader. I was forced to be in this situation where I had to be no other choice but this responsibility लिएको भनेर भन्नुपर्छ. It's not मेरो अगाडि एउटा गाडी छ हैन this is आफैहरुको रोलिस हुन्छ हैन सबै नेपाली जनताको सक्छ मेरो म बसेको गाडीमा चाहिँ हुनुहुन्छ हैन पछाडि तिम्रो गाडी भयो